ल सर सुरु गरौँ सर है। ओके, नमस्ते सबैजनालाई। वेब इन्स्टिच्युट आयोजना गरिएको ब्याङ्किङ तर्फको नयाँ क्लास छ, जुन जसमा जसमा तपाईँहरू जहाँबाट अनलाइनको माध्यमद्वारा भ्यालीभित्र अथवा बाहिरबाट जहाँबाट जोडिनु भएको छ सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत छ है। र हाम्रो क्लास चाहिँ नयाँ क्लास सेसन सुरु भइरहेको छ। र त्यसमा चाहिँ अब हामीले आज चाहिँ लेखा भौचरले हिजो चाहिँ एकहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली भन्ने गरेका थियौँ होइन, सिङ्गलिटी सिस्टम र डबलिटी सिस्टम। त्यसको बारेमा मैले तपाईँलाई हिजो धेरै तरिकाले एनालाइसिस गरेको छु। र क्वेसन चाहिँ हिजो दिइएन है, हिजो चाहिँ क्वेसन दिएको थिएन, नत्र म तपाईँलाई सोधिहाल्थेँ अहिले अन गरेर। र फिडब्याक पनि गरिराखेकै छु होइन। तपाईँलाई डेली मैले तपाईँलाई क्वेसनहरू दिँदै एक एकवटा क्वेसनहरूमा पनि अभ्यास गर्दै मैले त्यसको फिडब्याक दिने हाम्रो रेगुलर भइरहेछ क्लासमा। आज चाहिँ छैन, ठिकै छ। अब फेरि कन्टिन्यू गरौँ होला। आज हिजो कि हिजो चाहिँ अब आज क्लास अलिकति रुटिन अलिकति चेन्ज हुन्छ कि जस्तो थियो, त्यो भएर मैले हिजो तपाईँलाई नदिएको हो होइन, नत्र म अब कन्टिन्यू गरिहाल्छु। र अब आज चाहिँ हामीले 4.4 को है लेखाको पार्टबाट हामीले क्लास सुरु गरिरहेको छौँ, अकाउन्टिङको पार्टबाट। र 4.4 मा छ, एक पोइन्ट म सुरुको भयो। अब 4.4 मा लेखा भौचर र सिङ्गल एन्ट्री सिस्टम र डबल एन्ट्री सिस्टम देखि पछाडि चाहिँ त्योभन्दा मुनि चाहिँ लेखा अकाउन्टिङ भौचर र पिटी क्यास बुक भन्ने छ है। भौचर लेखा भौचर र सानो नगदी कोष भन्ने टपिक छ 4.4 को हो। यही टपिक आज सुरु गर्छौँ है त। ल सबैजनाले स्ट्यान्ड बाई बस्नु, टक्क सिलेबस लेखौँ पहिला। 4.4 है अकाउन्टिङको पार्ट हो यो। 4.4 लेखा भौचर र सानो नगदी कोष भन्छ, अकाउन्टिङ भौचर एन्ड पिटी क्यास बुक भन्छ है। लेखा भौचर भौचर र सानो नगदी कोष, सानो नगदी कोष भन्ने छ, अकाउन्टिङ भौचर एन्ड पिटी क्यास बुक भन्छ है इङ्ग्लिसमा। एकाउन्टिङ भौचर एन्ड पिटी क्यास बुक भनेर भन्ने छ। र यसमध्येमा चाहिँ अब हामीले यसलाई यो दुईटा छ होइन। यो लेखा भौचर छुट्टै हो, अकाउन्टिङ सानो नगदी कोष भन्ने छुट्टै कन्सेप्ट हो होइन। र भनेर एउटैमा दिएको छ। त्यसैले हामीले फर्स्टमा चाहिँ यो लेखा भौचर भनेर यसको बारेमा छलफल गर्छौँ, अनि यसमा जाउँला है। ल अब लेखा भौचर भनेर लेख्नु सबैजनाले पहिला यो, पछि त्यसपछि चाहिँ यो सानो नगदी कोषलाई डिस्कस गरौँला। ल अब अकाउन्टिङ भौचर अकाउन्टिङ भौचर अथवा लेखा भौचर, लेखा भौचर भनेर यहाँ सिलेबसमा लेखेको छ होइन। अब यसमा चाहिँ तपाईँले के बुझ्नु पर्यो त भन्दाखेरि तपाईँहरू सबैको अब ब्याङ्किङ तयारी गर्ने भनिसकेपछि धेरै जसो कमर्स पढेकै हुनुहुन्छ, योभन्दा पहिला पढेर आउनु भएको, सुन्नुभएको पनि छ होला, अथवा कमर्स भन्दा नन कमर्स ब्याकग्राउन्डकोले पनि दिन पाइन्छ, हुनुहुन्छ होला, नो प्रब्लम है। एनआरबीमा यो टपिक छ। एनआरबीमा ठ्याक्कै यही भनेर चाहिँ छैन होइन। पिटी क्यासबुक भनेर छ, त्यहाँ चाहिँ बैङ्क नगदी किताब भन्ने छ, बैङ्क क्यासबुक भन्ने चाहिँ छ होइन। ठ्याक्कै यही नै भनेर लेखेको चाहिँ छैन। अब तर अब तपाईँ ब्याङ्किङ तयारी गर्नेवालालाई चाहिँ जर्नल इन्ट्री हो क्या लेखा भौचर भने चाहिँ। जर्नल इन्ट्री जानेपछि त्यो जानिन्छ के अरे, ए जर्नल त छ फेरि है, जर्नल इन्ट्री चाहिँ छ। बैङ्क नगदी किताब अथवा बैङ्क क्यासबुक पढ्न बुझ्न सजिलो हुन्छ यो जर्नल जानेपछि, त्यसले गर्दा तपाईँले पनि यो काम लागिहाल्छ है। अथवा यो जर्नल भन्ने त छ नै त्यसमा पनि। ल भएन भने पनि हामीले बैङ्क नगदी किताब पढ्दाखेरि जर्नलबाट बैङ्क नगदी किताबमा पोस्टिङ गर्ने हो क्या। त्यसले गर्दा जर्नल जानेपछि बैङ्क नगदी किताब जानिन्छ, त्यो हिसाबले तपाईँलाई यो आवश्यक पर्छ है त। ल अब यो लेखा भौचर अकाउन्टिङ भौचर भन्ने लेखेँ मैले। लेखा भौचर भनेर हामीले चाहिँ यसलाई अर्को भाषामा चाहिँ गोस्वारा भौचर भनेर बुझिन्छ है। गोस्वारा भौचर, जर्नल इन्ट्री भन्छ इङ्ग्लिसमा होइन। गोस्वारा भौचर भनेर लेखा भौचर भनेको चाहिँ गोस्वारा भौचर, अथवा यसलाई हामीले के भन्छौँ त इङ्ग्लिसमा भने जर्नल इन्ट्री होइन, जर्नल इन्ट्री। जर्नल इन्ट्री भनेर हामीले पढिन्थ्यो होइन के अरे कलेजमा। गोस्वारा भौचर अथवा जर्नल इन्ट्री भनेर पढिन्थ्यो। यहाँ चाहिँ लेखा भौचर एकाउन्टिङ भौचर भनेर लेखेको छ। यो कुरा चाहिँ एउटै हो, यसरी बुझ्नु पर्यो है। ल अब यो भाषाको कुरा मात्रै, यो पहिला एडिबिएलमा थियो यो अकाउन्टिङ भौचर र यो भन्ने, आरबिबीमा चाहिँ थिएन। पिटी क्यास फेरि आरबिबीमा थियो होइन, उता के अरे एडिबिएलमा थिएन। अब यो मिक्स गरेर दुइटै हालिदिएको छ कि अहिलेको एकीकृत सिलेबसमा है, यसरी बुझौँ ल।
ल यो लेखा जर्नल इन्ट्री गोस्वा र भौचर भन्ने बित्तिकै तपाईँले बुझिहाल्नुभयो अब होइन, भाषामा मात्रै यो कमन उसमा हो। र अब गोस्वा र भौचर अथवा जर्नल इन्ट्री भन्ने बित्तिकै के त, जस्तै म तपाईँलाई सुरुमा लेखाको कोर कन्सेप्ट गर्दादेखि नै यो कुरा छलफल गरिरहेको छु होइन। सुरुमा सङ्गठन हुन्छ, सङ्गठन जो हामीले अकाउन्टिङ साइकल गराएको थियौँ सुरुदेखि एउटा स्टेपगत रूपमा हामीले फर्स्ट डेमा जुन साइकल गराएको थियौँ त्यही साइकलमा एकाउन्टिङ साइकल अन्तर्गत सुरुमा सङ्गठनको स्थापना हुन्छ। त्यसपछि के हुन्छ त, सङ्गठनले फाइनेन्सियल ट्रान्जेक्सनहरू गर्छ अथवा आर्थिक कारोबारहरू गर्छ। ती आर्थिक कारोबारहरूलाई हामीले लेखाको सर्वमान्य सिद्धान्त अनुसार अथवा डबल एन्ट्री सिस्टमको रुल अनुसारले हामीले के गर्छौँ त, रेकर्डिङ गर्नुपर्छ। रेकर्डिङ केबाट गरिन्छ त, गोस्वा र भौचरबाट गरिन्छ अथवा लेखा भौचरबाट गरिन्छ। त्यसले गर्दाखेरि अकाउन्टिङ प्रोसेसको फर्स्ट स्टेप हो यो लेखा रेकर्डिङ गर्ने। तर रेकर्डिङ गर्ने माध्यम हिसाब किताब भने के भयो त, जर्नल इन्ट्री अथवा गोस्वा र भौचर। यसरी बुझ्नु पर्यो है। जुन साइकल मैले गराएको थिएँ अब यसो तपाईँ जस्तै हेर्दा फेरि पनि एकचोटि म तपाईँलाई कतिपय अब फेरि नयाँ जोडेको हुनुहुन्छ भने यसरी भयो। साइकलमा लेखा अकाउन्टिङ साइकलमा चाहिँ हेर्नु त, पहिला सुरुमा के हुन्छ त, सङ्गठन हुन्छ, नयाँ सङ्गठन स्थापना भयो। त्यसले के गर्छ त, ट्रान्जेक्सन गर्छ, कारोबार गर्छ, फाइनेन्सियल ट्रान्जेक्सन कारोबार भन्छौँ होइन। जस्तै गुड्स पर्चेज, फर्निचर पर्चेज, स्यालेरी पेड, रेन्ट पेड होइन, क्यास डिपोजिट इन्टु ब्याङ्क, इन्ट्रेस्ट रिसिभ, दे आर फाइनेन्सियल ट्रान्जेक्सन। यिनी के हुन् त, यिनी चाहिँ के हुन् त, सङ्गठनले सम्पादन गर्ने वित्तीय कारोबारहरू हुन्। अब यस्तो खालको कारोबारहरूलाई हामीले दीर्घकालीन रूपमा दिमागले सम्झेर त सकिँदैन। त्यस कारणले गर्दा यिनलाई अब टिपोट गरेर राख्नु पर्यो, रेकर्डिङ गर्नु पर्यो, अब टिपोट गर्नु पर्यो, बुक किपिङ गर्नु पर्यो होइन। बुक अफ एकाउन्टमा हामीले त्यसलाई के गर्नु पर्छ, ट्याक्क नियम अनुसार रुल अनुसारले टिपेर राख्नु पर्यो, मिति क्रम अनुसारले हो, त्योलाई भनिन्छ रेकर्डिङ गर्ने। अब यो कारोबार बिर्सिन्छ कि भनेर रेकर्डिङ गर्नु पर्यो, रेकर्डिङ गर्नु पर्यो होइन। हो यो रेकर्डिङ मिन्स अब रेकर्डिङ केबाट गर्ने त भन्दा हो यो लेखा भौचरबाट गर्ने अथवा यसलाई अर्को भाषामा के त, गोस्वा र भौचरबाट गर्ने, जर्नल इन्ट्रीबाट गर्ने है इङ्ग्लिसमा। अनि हामीले गोस्वा र भौचर तयार गरिसकेपछि बल्ल अनि त्यो भौचरलाई हेरेर हामीले के गर्छौँ त, लेजर तयार गर्छौँ होइन। लेजर खोल्छौँ, लेजर खोल्छौँ है, खाताहरू खोल्छौँ। जस्तै क्यास लेजर, पर्चेस लेजर, फर्निचर लेजर, स्यालेरी एकाउन्ट होइन, इङ्ग्लिसमा एकाउन्ट अब के अरे। त्यसै गरेर विभिन्न प्रकारका जति पनि नयाँ नयाँ हेडिङहरू हुन्छ तिनका प्रत्येकको हामीले खाता खोल्ने गर्छौँ। केलाई हेरेर भन्दा जर्नल इन्ट्रीलाई अथवा गोस्वा र भौचरलाई हेरेर होइन। त्यसपछि अनि लेजरलाई सारेर फेरि सन्तुलन परीक्षण बन्छ, ट्रायल ब्यालेन्स बन्छ होइन। विभिन्न प्रकारका खाताहरूलाई सारेर के बन्छ त, ट्रायल ब्यालेन्स बन्छ। ट्रायल ब्यालेन्स जहिले पनि डेबिट र क्रेडिट एकपाइ हुनुपर्छ। ट्रायल ब्यालेन्सलाई हेरेर के बन्छ त, फाइनेन्सियल स्टेटमेन्टहरू बन्छ, पिएल एकाउन्ट, ब्यालेन्स सिट, क्यास फ्लो लगायतका विवरणहरू बन्छन्। त्यसपछि तिनीहरूलाई एनालाइसिस गरिन्छ। अनि लास्टमा के गरिन्छ त, सूचना उपलब्ध गराइन्छ अथवा रिपोर्टिङ गरिन्छ। ल हेर्दा हो यो एकाउन्टिङ साइकल हो अथवा यो लेखा चक्र हो। एउटा कुनै पनि सङ्गठनले एक आर्थिक वर्षमा सुरुदेखि अन्तिमसम्म पार गर्नुपर्ने एउटा साइकल हो यो। हो यो साइकलको सुरुवाती काम भने के रहेछ त, केबाट सुरु हुँदो रहेछ, रेकर्डिङबाट सुरु हुँदो रहेछ। रेकर्डिङ केबाट गरिँदो रहेछ त, जर्नल इन्ट्रीबाट गरिँदो रहेछ, गोस्वा र भौचरबाट गरिँदो रहेछ। हो यसरी बुझ्नु पर्यो लेखा भौचरको अथवा गोस्वा र भौचरको कन्सेप्ट। अब रहेको कुरा यो त प्र्याक्टिकल्ली गर्ने हो हामीले। कलेजमा त हामीले के अरे जर्नल इन्ट्री तयार गर, प्रिपेड जर्नल इन्ट्री भनेर हामीलाई ट्रान्जेक्सनहरू दिन्थ्यो नि त। बिजनेस स्टार्ट आरएस 1 लाख होइन, क्यास ड्रोइङ विथड्रु फ्रम ब्याङ्क फर अफिस युज होइन, फर्निचर पर्चेज अफ आरएस यति होइन, गुड्स सेल्स भनेर यसरी हामीलाई ट्रान्जेक्सनहरू दिन्थ्यो। अनि हामीले फर्मेट गराउँथ्यौँ कलेजमा गर्दा होइन, डे, पार्टिकुलर, टिआर साइड, सिआर साइड भनेर यस्तो फर्मेट गराउँथ्यौँ। अनि अब पार्टिकुलरमा चाहिँ हामीले जर्नल इन्ट्री तयार गर्थ्यौँ। क्यास जस्तै गुड सेल्स भन्यो भने क्यास एकाउन्ट डेबिट टु सेल्स भन्यो, बिङ गुड सेल्स भन्ने लेखिन्थ्यो होइन। फर्निचर पर्चेज भन्यो भने फर्निचर एकाउन्ट डेबिट टु क्यास गरे, बिङ फर्निचर पर्चेज भनेर लेख्यो, डेटमा डेट लेख्यो। यो त त्यसैले गोस्वा र भौचर भने प्र्याक्टिकल्ली हिसाब हो कि। अब हामीलाई चाहिँ हिसाब यहाँनिर हिसाब सोध्ने भन्दा पनि हिसाबको कन्सेप्टलाई लिएर थ्योरिकल्ली अलिकति विश्लेषण गर्ने गइरहेर है। हिसाब पनि सोधिनु सक्छ, फेरि हिसाब सोध्दैन भन्ने होइन। यी एकाउन्टका हरेक टपिक्सहरू जति पनि हिसाबलाई जोडेर पढ्ने कुराहरू छन् त्यसबाट हिसाब सोध्न सक्छ है। मैले यो सोध्दिनँ भनेर भन्दिनँ तपाईँले। त्यसले गर्दाखेरि हिसाबका कुराहरू पनि म केही जोडुला तपाईँलाई, र तर थ्योरी चाहिँ अलिक बढी फोकस गर्छु मैले है, किनकि थ्योरी नै सोध्ने सम्भावना धेरै हुन्छ। 90% थ्योरी नै सोध्छ भने चाहिँ 10% चाहिँ हिसाबको कहिलेकाहीँ सोधिहाल्छ कि भन्ने रिस्क पनि हुन्छ।
अथवा सम्भावना हुन्छ है। ल अब त्यसो भए लेखा भौचर अथवा गोस्वारा भौचर भनेको के हो त भनेर हामीले परिभाषित गर्नु पर्यो भने कसरी लेख्ने त भाषागत रूपमा भन्ने कुरा हो होइन। यही साइकललाई हेरेर भन्नुपर्दा अब सङ्गठन हेर्नु त यहाँबाट सङ्गठन भयो, सङ्गठनले सम्पादन गरेका आर्थिक कारोबारहरूलाई अथवा वित्तीय कारोबारहरूलाई फाइनेन्सियल ट्रान्जेक्सनहरूलाई है ट्रान्जेक्सनहरूलाई सुरुमा गरिने प्राथमिक अभिलेख होइन, लेखाको सर्वमान्य सिद्धान्त अथवा नियम अनुसार सुरुमा व्यवस्थित रूपले गरिने अभिलेखलाई के भनिँदो रहेछ त गोस्वारा भौचर भनिँदो रहेछ। फर्स्ट काम कि फर्स्टमा हामीले व्यवस्थित रूपले गर्ने अभिलेख अथवा इन्ट्रीलाई भनिन्छ गोस्वारा भौचर अथवा जर्नल इन्ट्री भनेर है, जसलाई हामीले दोहोरो लेखा प्रणालीको सिद्धान्त अनुसार अथवा हिजो भर्खरै परेको नियम अनुसार तयार गर्नुपर्छ अथवा डेबिट र क्रेडिटको प्रिन्सिपल अनुसार दुई पक्षीय असर देखाएर हामीले जर्नल इन्ट्री तयार गर्नुपर्छ है। अब अब कति नम्बरको लेख्ने भन्ने भयो परिभाषा फेरि अब एक नम्बर दुई नम्बर जतिको लेख्नु लागि त यति भन्ने भइगयो, 3 लाइन जति 4 लाइन जति होइन। तर अब गोस्वारा भौचरको परिचय दिनुहोस् अथवा गोस्वारा भौचर भनेको के हो भनेर फेरि तपाईँलाई 5 मार्क्सको वेटमा सोधियो भने त फेरि हाम्रो रुल के छ त 5वटा बुदामा लेख्ने भन्ने छ, 5वटा बुलेटमा 1 पेजमा ट्याक्कै होइन, त्यसको छोटो निष्कर्ष त्यो फर्मेटमा जानु पर्यो हो। त्यस कारणले गर्दाखेरि अब यसलाई यो लेखा चक्रको सुरुवाती स्टेप रहेछ 1 नम्बर। यो त मैले सङ्गठन कारोबार भने त मैले गराएको यो तपाईँलाई बुझाउनलाई, कारोबार हुन्छ अनि रेकर्ड हुन्छ भनेको खास स्टार्टिङ रेकर्डिङबाट हुन्छ है, रेकर्डिङ है सरी ल हेर्नु त रे खास त स्टार्ट रेकर्डिङबाट हुन्छ, रेकर्डिङ अनि त्यसपछि क्लासिफिकेसन भनेको लेजर गर्ने अनि समराइजिङ भनेको ट्रायल ब्यालेन्स अनि फाइनेन्सियल स्टेटमेन्ट अनि एनालाइसिस अनि रिपोर्टिङ 6वटा स्टेप हो खास। यो मैले तपाईँलाई बुझाउनलाई गराएको थियो सजिलो होला भनेर है। अब ल थोरै म झर्न भन्छु अनि लेखाउँछु ट्याक्कै अब परिभाषा है। अब हामीले 5 नम्बरको परिभाषा गोस्वारा भौचर भन्नाले के बुझिन्छ भनेर भन्यो भने चाहिँ यसको प्र्याक्टिकली कुरा बुझिसकेपछि यसलाई हामीले अब 5वटा बुदामा लेख्नुपर्ने हुन्छ। त्यसको लागि अब यो गोस्वारा भौचर त हामीले कम्पनीले अथवा सङ्गठनले अथवा सरकारले तोकेको फर्मेट अनुसार गराउनुपर्छ है, आफ्नो मनले गराउने भन्ने हुँदैन, ढाँचा फिक्स ढाँचालाई फलो गरेर अनि तयार गर्ने हो। मले फारम नम्बर 203 मा पर्छ यो नेपाल सरकारको एजिएफ नम्बर भनेर भन्छौँ हामीले, त्यो महालेखा परीक्षकको फारम नम्बर 3 ले तोकेको ढाँचा अनुसार चाहिँ यसलाई तयार गरेर हामीले एप्रुभ गर्नुपर्छ अथवा तयार गरेर फाइलिङ गरेर राख्नुपर्छ होइन। त्यस कारणले गर्दाखेरि सङ्गठनले सम्पादन गरेका आर्थिक कारोबारहरूलाई प्राथमिक रूपले अभिलेख राख्नको लागि प्रयोग गरिने आधारभूत